प्रश्न नम्बर 1, नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो? ए ललितपुर, बी बर्दिया, सी दोलखा र डी मुस्ताङ। साथीहरुको सही उत्तर डी मुस्ताङ। प्रश्न नम्बर 2, रारा ताल कुन जिल्लामा पर्दछ? ए ताप्लेजुङ, बी मुगु, सी खोटाङ र डी झापा। साथीहरुको सही उत्तर बी मुगु। प्रश्न नम्बर 3, नेपालको सबैभन्दा धेरै गर्मी हुने ठाउँ कुन हो? ए बुटवल, बी पोखरा, सी नेपालगञ्ज र डी लुम्ले। साथीहरुको सही उत्तर सी नेपालगञ्ज। प्रश्न नम्बर 4, नेपालको सबैभन्दा धेरै गजुर भएको मन्दिर कुन हो? ए कृष्ण मन्दिर, बी मनोकामना मन्दिर, सी शम्भुनाथ मन्दिर र डी कालिका मन्दिर। साथीहरुको सही उत्तर ए कृष्ण मन्दिर। प्रश्न नम्बर 5, नेपालको सबैभन्दा धेरै पानी पर्ने जिल्ला कुन हो? ए पर्वत, बी लमजुङ, सी कास्की र डी सुर्खेत। साथीहरुको सही उत्तर सी कास्की। प्रश्न नम्बर 6, नेपालको सबैभन्दा धेरै गुम्बा भएको जिल्ला कुन हो? ए भक्तपुर, बी सोलुखुम्बु, सी खोटाङ र डी सिन्धुपाल्चोक। साथीहरुको सही उत्तर बी सोलुखुम्बु। प्रश्न नम्बर 7, नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो? ए चितवन, बी रूपन्देही, सी कास्की र डी काठमाडौँ। साथीहरुको सही उत्तर डी काठमाडौँ। प्रश्न नम्बर 8, नेपालको सबैभन्दा ठूलो स्तूप कुन हो? ए बौद्धनाथ, बी स्वयम्भूनाथ, सी धरहरा र डी कुनै पनि होइन। साथीहरुको सही उत्तर ए बौद्धनाथ।